ल आज हामी चाहिँ अब विशेष गरी अब तपाईले देख्न सक्नुहुन्छ ज्ञानसागर शर्मा नेपाने मेरो एकदम अत्यन्तै प्रिय मिल्ने साथी। आजकै दिनसम्म हामी जे जति सङ्गत गऱ्यौँ जे सँगसँगै धेरै रमाइलो क्षणहरू र पहिलोपटक जिन्दगीको यिनको पहिलोपटक यो किनेको बाइक हो यो होइन। यो कति हाल्यो भन्दाखेरि यो तपाईँले देख्न सक्नुहुन्छ यो बाइक होइन, यो आरटिआर 160 को हो। अनि यिनले 1,85,000 पहिलोपटक यिनले जीवनमा बाइक किनेर अनि बाइक चढिरहेछन्। कस्तो लागेको छ तपाईँलाई बाइक किन्दाखेरिको? खुसी लागेको छ, धेरै चलाइयो। अब किन्ने हो भन्ने त के भन्ने, साथीले पैसा दिएर किनेको। को साथीले दिनु चाहिँ त्यो होइन, हामी हाम्रो विषयतिर लागौँ। आज हाम्रो शनिबार छ, यो जेठको आज 10 गते जुम्लामा छौँ हामी। तातो पानीतिर नुहाउनु गइरहेको छौँ। तातो पानीमा अलिक घाँट दुख्ने त अरू सन्चै हुन्छ अरे भन्ने पनि छ। चिसो मौसममा तातो पानीमा नुहाउने र साथी मिलेर जाँदैछ। हामी तातो पानीको यात्रामा छौँ। तातो पानी हाम्रो साथी जनक राउत। के छ तातो पानी धेरै पछि प्लान बन्यो होइन? तातो पानी भन्दा पनि पहिला बाइक देखाउने यार। साथीलाई चलाउन आउनु, उहाँ चाहिँ एकछिन यसो स्टार्ट दिनुभएको चलाएको मान्छे हो होइन। हामी जाँदैछौँ यसो रमाइलो मात्रै, रमाइलो गर्दै जाँदै हो। मेरो प्रिय साथीले होइन अब पहिलोपटक यो किने आरटिआर 160 होइन। अब साथीको अब आरटिआर देखेर मलाई पनि चलाउँ भन्ने लागिरहेको छ होइन। अरू आज हामी तातो पानी जाँदैछौँ। ल सबैजनाले सुनिदिनु होला। साथीले अब अफलाइनमा हुँदाखेरि यो बाइक किने धेरै हाइलाइट नगरौँ भन्ने कुराहरू भयो। त्यही कारणले गर्दा मैले फेरि पनि त्यो कुरालाई हाइलाइट गर्न चाहिनँ होइन। अब यो आरटिआर 160 हो होइन। अब हामी चाहिँ अब तातो पानी जाँदैछौँ। जो मिल्ने साथी र अब हामीसँगै भएपछि यात्रा नै रमाइलो हुँदो रहेछ। अब यो समय तपाईँले देख्न सक्नुहुन्छ, यो जेठको समय छ। अब गोरुहरू ल्याउनु भएको छ जोत्नको लागि हो। अब यता यहाँ कतिपय मान्छेहरूले भिट्टा लगाउँदै हुनुहुन्छ र हरियो बिउ छ, बिउ काट्दैछन्। कतिपयले यहाँ हाम्रो रोपाइ गरिरहेछन् होइन। कतिपय तपाईँले मही लाउँदैछन्, कतिपयले भाँदैछन्। जेठको समय हो। अब यही समयको बिचमा हामी चाहिँ फेरि भेटौँ मिल्नेसँग तातो पानी जाँदैछौँ, मन मिल्ने साथीहरूसँग। अब साथीको र मेरो कुराकानी हुँदाखेरि अब म पहिलोपटक यो भिडियो सुट गरिरहेको छु। मलाई त्यति आइडिया छैन होइन। अब साथीले चाहिँ अब साथीलाई चाहिँ मैले भनेको छु कहाँ नजिक खिच्ने 235 किलोमिटर सुर्खेत 235 किलोमिटर भनेर देखाएको छ होइन। अब साथीले चाहिँ अब भनिरहेको छ यहाँ नजिक खिच्नु, यहाँ नजिक अफ गर्नु भनेर। मैले अब त्यो अनुसार चाहिँ गरिरहेको छु, किनभने पहिलोपटक हो मेरो यो भिडियो बनाउँदै। अब यहाँ नजिक खिच्ने नखिच्ने भन न प्लिज के? अलिक राम्रो सिन त आफैलाई खिच्दै नभए नखिच्ने के अलिक थाहा छैन क्या सरकार। अनि फेरि मलाई अब चाहिँ हामी मिचा आउँदैछौँ। जुम्ला बजारबाट तलतिर जाँदैछौँ। तातो पानी मिचा हो जस कहाँ तल देखा गोरुतिर ए हुन्छ, तल देखाउनु पर्ने भनेर भन्नुभयो साथीले होइन। मैले यता देखाइरहेको छु। त्यसपछि कतै छ फेरि हामीले कतै डिरेक्सन गरेर त्यो देखाउनु पर्ने हो। ए भनेपछि मात्रै हो। ए त्यो भए त हामी अहिले मिचा आएको छौँ। मौसम पानी पर्ला कस्तो छ भनेर माथि देखाउनु। अनि अब आकाशको मौसम पनि पानी पर्ला जस्तो छ। आज अब रेनकोट एउटा मात्रै छ। अब 2 जना हामी साथीहरू छौँ। अब पछि पानी पऱ्यो भने के गर्ने? अब अगाडि सायद यो भैँसीहरू आइरहेको हुनाले दाइले अब कतै बेच्न लिनुभएको हो कि अथवा चराउनु लिनुभएको हो। चराउनु लिनुभएको जस्तो छ। अनि अब मिचाबाट हामीहरू अब अगाडि लाग्दैछौँ। यो बाहिर देखिएको गाउँ चाहिँ बारकोटे बाडा हो। बारकोटे बाडाको तल जिउलोमा तपाईँहरूले अब रोपाइहरू भइरहेको देख्न सक्नुहुन्छ। कतिपयले अब खेतहरू रोपिसक्नु भएको छ। हावा धेरै चलिरहेको छ। आवाज यो चाहिँ हाम्रो मिचा। अब
ट्रायल सेन्टर हो, बाहिरबाट अब तपाईँले देख्न सक्नुहुन्छ भित्र ट्रायल सेन्टर हो। अस्ति भर्खरै अब मेरो साथीले अब कति गरी 1,85,000 कि 1,90,000 बाइक किने होइन। भर्खरै ट्रायल दिएर भने अब ट्रायल चाहिँ दिएँ, ट्रायल दिने ठाउँमा चाहिँ अब साइड लाइट बाल्न बिर्सिएर अलिकति माइनस कति हुन्छ, -10 पाँच हो, -10 नै भएको थियो साथीको होइन। तर एक लटमै ट्रायल निकाल्न सफल भएका छन् हाम्रो ज्ञानसागर शर्मा नेपाली थियो। बाटो चाहिँ राम्रो छ। यसरी अब यो डाँडाहरूबाट विशेष गरी चाहिँ ढुङ्गा गिट्टीहरूको लागि उत्खनन भइरहेको छ यो डाँडा। यो उत्खनन गर्दाखेरि पहिला पनि अब पानी परेको बेला यो ठाउँमा बाटो ब्लक भएको हो। अनि यहाँ चाहिँ अब यो बजारबाट नदीबाट बालुवा ढुङ्गा सिँचाइ सिरिडुस्कामा पुग्यौँ। सिरिडुस्कामा अब रोपाइहरू भइरहेको छ। जेठको समय छ। अब बिउहरू निकाल्दै अब रोप्दै हुनुहुन्छ उहाँहरू। तपाईँहरूले देखिरहनु भएको भर्खरै अब श्रीनगर गएको छ। श्रीनगर गएर अब हामी यो श्रीनगरको एरिया हो। अब केही समयपछिको गाउँ तपाईँले देख्न सक्नुहुन्छ, लाम्रा गाउँ। खोलो आएर खोलो आएर यो भन्दा नि अझै अगाडि हो। तपाईँले देखिरहेको यो चाहिँ ठाउँ लाम्रा हो। हामी लाम्रा गाउँमा तपाईँले स्याउको ओखरको रुखहरू देख्न सक्नुहुन्छ। फुलहरूको पनि छ। अनि यो डाँडाको माथितिर तपाईँले कालो देखिरहनु भयो होला। कालो त्यो आगो लागेर हरियो घाँस पलाएको हो। लाम्राको तपाईँले ठुलो देहारको घर देख्न सक्नुहुन्छ यो तपाईँहरूले।
तपाईँहरूले डाँडा देख्न सक्नुहुन्छ। अब हामी अहिले नै आइपुगेका छौँ। यो चाहिँ हामी धौलापानी आइपुगेका छौँ। तपाईँले देखिरहनु भएको गाउँ चाहिँ धौलापानी हो होइन। अनि नदी पारी तपाईँले देखिरहेको गाउँ चाहिँ गोदामबाडा हो। त्यो गाउँ तपाईँहरूले गोदामबाडा देख्न सक्नुहुन्छ। जुम्लामा चाहिँ होस् पहिला अब सुक्खा थियो जाडो समयको कारणले गर्दा। अब तपाईँहरूले हरियाली देख्न सक्नुहुन्छ। बिस्तारै हरियो फलाउँदै गइरहेको छ।
तातोपानी आइपुगेका छौँ। तातोपानी गाउँसम्म हो। हामीले यहाँ आज नुहाउने विचार गरेका छौँ हामीले। तातोपानी गाउँपालिका डिजिटल डिस्प्ले बोर्ड तपाईँले देख्न सक्नुहुन्छ। यो डिजिटल डिस्प्ले बोर्डमा तातोपानी धारामा स्वागत गर्दछौँ। धारा 80 मिटर तल भनेर हुनेछ। अहिले ठ्याक्कै हाम्रो करिब करिब 12-23-26 डिग्री सेल्सियस हुने देखाएको छ डिजिटल डिस्प्ले बोर्डमा। गाउँको मान्छेहरू अब यसरी हाम्रो जौँ चाहिँ बोकेर ल्याएर यसरी छतमा अब सुकाउनुहुन्छ उहाँहरूले। त्यसपछि अब भल्को लाउने भन्ने हुन्छ। उता थुपारिएको छ, त्यसरी थुपारिएर चाहिँ भल्को लगाउनुहुन्छ र केही समयपछि चाहिँ उहाँहरूले चुड्नुहुन्छ। भन। हामी तातोपानी पुगिसकेका छौँ। यही सिँढी हुँदै हामी तातोपानी जान्छौँ। तातोपानी गाउँपालिका 2 मा अवस्थित ठाउँ रहेछ यो। तल तातोपानी आउँछ अरे। यहाँ बस्ने होटलहरू पनि छ। टाढाबाट आउनेहरूलाई, हामी नजिकबाट आउनेहरू केही खासै फरक परेन। अनि कस्तो जोस् ठिक लागिरहेछ नि? थकित त भएन यात्रामा? अगाडि चलाउँदाखेरि धुलो धुवा है अलिकति बाटोमा? अब यात्रा गन्तव्य पुग्नै छ। हाम्रो किला नदी हो। तातोपानीको यो तल छेउमा चाहिँ दुईजना केटाहरू यसरी नदी क्रस गरेर आइरहनु भएको छ। उहाँहरू त्यहाँ देख्नुपर्ने हो। ल भन, तिमी अब तातोपानीमा छौ है? तातोपानीमा छौँ हामी। तातोपानी पुगिसकेको छ, नुहाउनलाई रेडी। यता अब केटाकेटीहरू नुहाइरहेछन्। उताबाट चाहिँ पुरुष र महिलाको नुहाउने छुट्टै ठाउँ छ। माथि पनि धाराहरूको व्यवस्था छ। तातोपानी यता महिला उता हो है, फेरि महिला यता झुक्किनु ल। यहाँ पुरुषको साथी लुगा धुवाई काम भइरहेछ। यो फर्स्ट टाइम किनेको थर्मोकोट धोएपछि बल्ल किनेपछि बल्ल धुन थालेको मजाकै हो। तर धुने चाहिँ यसरी तातो पानीमा धुन एकदमै रमाइलो छ। यताटी कुण्ड छ, एकछिनमा हामी कुण्ड पनि जान्छौँ। तातो पानीमा नुहाउनलाई मल जान्छ अरे। यो फर्स्ट किनेदेखि फर्स्ट टाइम धुँदैछ अरे 4 महिनापछि। फर्स्ट टाइम मैले लगाएको थर्मोकोट हो होइन। कति महिना भयो साथी भनिदिउँ न। थर्मोकोट त यो अगाडि पनि मैले लगाएको थिएँ होइन। तर यो दिदीले किनेको थर्मोकोट हो। अस्ति सिर्केट गएको बेला लगाएर 1 हप्ता जति भयो लगाएको। पहिलोपटक चाहिँ यो तातोपानी धारामा चाहिँ यसलाई धुँदैछु मैले। ल धन्यवाद। ज्ञान सरले चाहिँ अब स्कुलको सर्ट धुँदै हुनुहुन्छ। उहाँले यसरी फिज निकालेर सेतामै गर्नुभएको छ उहाँले। पानी छैन, तातो पानीमा आएर धुइरहेछौँ। अनि आजको अब यो जेठको समयमा धारो खाली छ होइन। खाली भएको देख्दाखेरि दुवैजनाको निष्कर्ष के निस्किएको छ भन्दाखेरि चाहिँ अब यो धुने कपडा त धुँदैछौँ हामीहरूले होइन। त्यो लगाएको कपडा पनि धोइदिने कि भन्न खोजेका छौँ हामीहरूले खाली धारो देखेर। ल साबुन लगाएर धुँदैछौँ। अब ज्ञान र म छौँ। ज्ञान सर यार त्यो सर्ट त पुग्यो यार। मेरो साबुनले पो धोएछ त यार। यो कहाँ हुन्छ मलाई यो मेरो साबुन? साथीभाइमा मलाई 13 हुन्छ। तिमीले ल्याए पछाडि छ त्यो। के हो यार, साबुन पनि नपत्याउने। ल यसरी धारामा राखेर चाहिँ हामी लुगा धुन्छौँ। तातोपानीमा छौँ। कुण्ड देख्न सक्नुहुन्छ। हामी कुण्डमा बस्छौँ। तातो ज्यान बनाइसकेपछि पोखरीमा जाँदैछौँ। ल पोखरीमा हाम्रो साथी जाँदैछन्। अब यो पोखरी कुण्ड भन्छौँ पोखरी। यहाँ पौडी कम्पिटिसन भइरहेछ। चोट लाग्यो? लाग्छ त सर।
यहाँ तातो पानीको कुण्ड छ, सानो पोखरी बनाउनु भएको छ। यो पोखरीमा चाहिँ सबैजनाले यतापट्टि चाहिँ अब 2टा धारो छ, पुरुष र महिला धारो छ। योभन्दा माथि पनि हाम्रो के छ धारो छ। र यहाँ चाहिँ अब ज्ञान सर अब यहाँ नुहाउँदै हुनुहुन्छ कुण्डमा। ठिक छ, जस आनन्द आइरहेछ नि। यो 2078 मा उभोको रहेछ यो कुण्ड। यसपछि यहाँ नुहाएर हामीले यतापट्टि यो धारामा चाहिँ अनि हामीले के गर्छौँ नुहाउँछौँ। यसपछि महिला पुरुष यसरी छ धारो। योभन्दा माथि पनि छ अझ धारा। हाम्रो साथी यहाँ कुण्डमा आइरहँदा चाहिँ चोट लागेर खुट्टा ठ्याक्कै माथिबाट हाम्दाखेरि माथिबाट हाम्फाल्दाखेरि यहाँबाट बिस्तारै यो झर्न खोज्यो ठ्याक्कै तल छैन। घाइते हुनुभएको छ। तै पनि ठिकै छ। हाम्रो जोर्नी कन्टिन्यू छ, केही छैन। कस्तो ठिक छ पानी? अनि तातो पानीमा नुहाउँदाखेरि तिम्रो केही सन्चो भयो? केही के कारणले पहिला झार्दै थिएँ 3-4 चोटि नुहाएँ के अरे। आज झार्दै सन्चो भएको छ। पानी एकदम तातो यहाँको छ। र उता कुण्डभन्दा यहाँ बाहिर आइसकेपछि चिसो यहाँ बस्केर फेरि बढी पोल्ने एकैचोटि उभिरहन सकिँदैन। ओ जनक सर, के छ, कस्तो लागिरह? तातो एकदम रमाइलो लागिरहेछ। तिमी तातो पानी किन आइरहन्छौ? गएको अब 1 वर्ष अगाडि त ननिस्क म तातो पानी नुहाएँ होइन। तातो पानीको छुट्टै आफ्नो मजा छ होइन। मौसम पनि चिसो छ त्यो होइन। कुनै ठाउँ चोटबाट लागेको छ भने त्यो ठाउँमा चाहिँ सन्चो हुने भन्ने कुराहरू छ। त्यही कारणले गर्दा तातो पानी चाहिँ आइरहन्छ। ल, धन्यवाद। ठ्याक्कै हामीले नुहाइसक्यौँ यो तातो पानीमा। पानी एकदम परेको छ। पारी किसानहरूले जौँहरू काट्नुभएको थियो। हतार हतार गर्दै उहाँहरू डोका बोकेर काटेको जौँलाई चाहिँ उहाँहरूले ल्याउँदै हुनुहुन्छ। सबलाई यो पानीले दुःख दिएको छ। सबजना काटेको जौँलाई डोकामा हालेर आफ्नो आफ्नो घर ल्याउँदै हुनुहुन्छ। भिज्यो भने फेरि बिग्रिन्छ। बाहिर पानी आयो हुनाले हामी चाहिँ अब यहाँ खाजा खाने प्लान चाहिँ थिएन, तर पानीको कारणले गर्दा हामीले यहाँ कफी खाँदैछौँ। पानी ठ्याक्क नुहाएर सिद्धाउनु र पानी पर्नु एकैचोटिमा ठुलो पानी परेको छ बाहिर, त्यही भएर तातो बनाएर जाउँ भन्ने हो। अनि आजको दिन चाहिँ ओभरअल कस्तो लाग्यो तिमीलाई? झ्याउ त लागेन? रमाइलो भयो, सबै काम भयो। तातो पनि नजाने भन्दै थियो साथीले। अब मेरै करले मैले जबरजस्ती साथीलाई चाहिँ अब फोर्स गरेर ल्याएको हो। ठिक छ। के अरे ज्ञान सर, अघि तिमीले मेरो नुहाउँदाखेरि त्यो साबुनको विषयमा अलिकति विवाद पनि भयो होइन तिम्रो मेरो होइन? विवाद त भयो। लास्ट टाइम मैले त्यो साबुन तिमीले कपडा धोइसकेपछि मैले मेरै झोलामा हाल्छु भन्दा झोलाबाट उचाटेर लगेको तिमीले त। तिम्रो ब्यागमा त्यो एउटा सेतो प्लास्टिक छ, त्योभित्र सेम्पू मैले ल्याएको साबुन समेत तिमीलाई दिएछु। गफ नआएर तिमीले त्यहाँबाट निकालेर 50 सिजन छैन भने तिमीले आफ्नो झोलामा हाले होइन, कोठामा चाहिन्छ भनेर भयो न। अघि हामी त्यो तातो पानीको त्यो ओह्रालो सिडी छ नि, सिडीबाट आउने क्रममा तिमीले एउटा भनेको थियो कि मैले तातो पानी 2 जर्मियो कि के भनेको थिएँ? त्योभन्दा तल अझ एउटा भनेको थियो होइन, मैले सम्झाएको छु। के भनेको छु? अब यो चाहिँ क्लिप चाहिँ अब केटा हो भाइरल भएन भने भाइरल गराइदिनु पऱ्यो है होइन। ज्ञान सरले चाहिँ के भन्दै थियो भने अब यो चाहिँ भाइरल पक्कै भाइरल हुन्छ होला होइन। आजको त भाइरल भयो भने तिम्रो र मेरोमा, तिम्रो भन्दा नि मेरोमा युट्युबमा हाल्नु होला भन्ने भन्दै थियो। नाइ त्यो त हो नि, मेरोबाट पनि हाल्छु। अरूभन्दा आजको भिडियोले त भ्यू बढी नै ल्याउँछ, स्योर हो। त्यो भन्दा किन? खै तिमी अनि जहाँ जहाँ राम्रो देख्छौ ठ्याक्कै क्यामेरा निकालिहाल्ने ठाउँमा त राम्रो आउनुपर्ने हो त। नै राम्रो, त्यही त राम्रो सिनहरू भने राम्रो सिन आएको ठाउँमा त ट्याक्कै क्यामेरा निकालिहाल्थ्यौ त होइन? एकदम फ्रेस फिल भएको छ। अब कफी खाने यसरी क्या पानी लिएर जायो।
हाम्रो सामान यसरी छरिएर बसेको छ। ब्यागभरि भिजेको सामान छ, यो ब्यागमा त्यो ब्यागमा, यो पानी परेर यस्तो छ। रेनकोट त छ तर एउटा मात्रै छ। अब ब्यागमा देखाउनु यो पानी भिजेर यो ठाउँमा बस्छ, अरू जम्मै पुरो पानीले भिजाएर। ल ठिकै छ। ल है त, एक नम्बरमै बसेका छन् सर फेरि। तपाईँले चाइनिज क्ले देख्न सक्नुहुन्छ, कति राम्रो डिजाइन मन पऱ्यो भनेर है। कफी चाहिँ हामीले कफी देखाउनु खोज्यो होइन, यो चाहिँ यो डिजाइन मात्रै देखायो मन। अब अघि बिचमा पानी पऱ्यो, पानी परेर अब फेरि पनि आकाश चाहिँ अलिकति बादल लागिरहेको छ। तातो पानीबाट हामी नुहाइधुवाइ गरेर फर्किने क्रममा हामी बाबिर आइपुग्यौँ। तपाईँहरूले यो बाहिरको बाटो पनि अब पिच हुने क्रममा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो पिच पो रहेछ त, यो पिच होइन, चिप्लो बनाउँदो रहेछ। चिप्ले लाग्यो फेरि कहिले। अब सडकलाई सम्म गराउने कामहरू पनि जारी भइरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यो बाबिराको सबैभन्दा विशेषता भनेको धेरैजनाले बाबिरालाई सम्झिने भनेको धर्म कर्मको लागि यहाँ हाम्रो बाबिराको धामी चाहिँ एकदम प्रख्यात हुनुहुन्छ। अनि उहाँले चाहिँ अब सबै कुराहरू हेर्नुहुन्छ, वर्तमान भूत भविष्यको कुराहरू उहाँले हेर्नुहुन्छ र धेरै कुराहरू मिल्ने भएको जनविश्वास रहेको छ। र ऊ त्यो देखिन्छ त्यो बाटोमा, त्यो चाहिँ बाबिराको मन्दिर हो होइन। हामीहरू अब यो मन्दिर हो, अनि माथितिर पनि ठ्याक्कै यो काठको जस छ। हामी सानोमा ढाकाबाट पढ्न आउँदाखेरि आमा सँगसँगै हामीहरू आएको हुन्थ्यौँ। हामी सानो थियौँ, आमा चाहिँ अलिक ठुलो हुनुहुन्थ्यो। आमाले जहिले पनि त्यहाँ टिका लगाइदिने हाम्रो त्यो खालको जोडिएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठाउँ भनेको उमगाडो हो। उमगाडो यहाँ पुलोको सायद योजना ढलान हुँदै रहेछ, पुलो निर्माण हुँदै रहेछ। त्यही कारणले गर्दा अवस्था यस्तो छ अहिले। Nana. Yo Umbado. Istri dusra गाउँ हो। तपाईले देखिरहनु भएको छ। नुहाउन जाँदाखेरि यति उहाँहरूले हुनुभएको थियो। अहिले अब यहाँसम्म रोपिसक्नु भएको रहेछ यो खेतलाई। अब थोरै बाँकी छ, अब तर पानी परिरहेको छ। उहाँहरूले हात पनि हल्लाउँदै हुनुहुन्छ। यो विद्यालयको बोर्ड हो।
यो माथि देखिएको चाहिँ यो चाहिँ हाम्रो मिजा गाउँ हो होइन। अनि उतापट्टिको त्यो महदगाउँ गाउँ हो र उतापट्टि देखिएको बजार हो। त्यो तपाईँले देख्न सक्नुहुन्छ भिडियोमा जुम्ला बजार। जुम्लाको कामहरू तपाईँले देख्न सक्नुहुन्छ किसानहरूले। आजको अब राइडर चाहिँ हाम्रो ज्ञान सर हुन्। अब यसपछि जो यहाँ अब तपाईँले देख्न सक्नुहुन्छ पछाडि बस्ने प्यासेन्जर। ज्ञानले बाइक किन्दाखेरि र आज चलाउँदाखेरिको सायद म पहिलो प्यासेन्जर हो सरकार। अरू कोही प्यासेन्जर छन् कोही होला नि झिक्दिहाल्यो भने हो र। ल मेरो सौभाग्य मैले ठान्छु एकलाई जे पनि मन मिल्ने साथी एकदम आत्मीय साथीको बाइक पहिलोपल्ट किन्दाखेरि पहिलो प्यासेन्जर हुने सौभाग्य पनि मैले प्राप्त गरेँ। यहाँ के छ भन्नुपर्ने अब पनि छैन। अब गएर फर्किन सक्यो। अब अनि बाइकको पैसा त तिमीले ऋणमा ल्यायो कि पैसा चुक्ता भएको थियो होइन साउलाई? साउलाई कन्ट्याक्ट गर्ने भन न। साउलाई एकचोटि कन्ट्याक्ट गर्छ। हामीले दासमा लाग्छ यो अब पैसा तिर्न बाँकी होला जस्तो लाग्छ मलाई होइन। अब साथीले अब यस्तो कुराहरू अब खुलेर कुरा गर्दैनन् होइन। धन्यवाद। के भन्नु छ? केही छैन। अब सत्य आजलाई साथी पछाडि बसे या तौल वेट धेरै थियो मेरो बाइक के भयो खराब भयो दिल्ली भन्ने त छैन नि। धन्यवाद तिमीलाई। बजारको बसबाटो हो। बजारको बसपात पानीले भिजायो भर्खरै होइन। पुगिसकेका छौँ बजारमा। पानीले भिजायो। अनि